काठौडी बान्ने के हारे मङ्सिर लागिसकेको छ बिहा गर्ने कि नै नभए तेरा घर आएर तेरा चट्टाउन समाएर ल्याएर पनि म बिहा गर्छु। के भयो अरे अझ के भयो नि? फेरि पनि नमस्कार छ। साहित्यिक खालको खबर युट्युब च्यानलमा कतिजना मित्रहरू जोड्नुभएका सम्पूर्ण श्रोता र दर्शकबिन्दुहरूमा तपाईँहरूलाई स्वागत छ। आज म फेरि एउटा नयाँ मुभीको सुटिङको रिपोर्टिङ लिन चाहिँ म आइसकेको छु। हाम्रो यो मणिकापुर यो इन्द्रपुर गाउँमा हामी छौँ अहिले। यता हाम्रो बिचमा एकजना हाम्रो एकदमै चर्चित कलाकार हुनुहुन्छ। उहाँसँग म केही छोटो मिठो कुरा हामी गर्नेछौँ। स्वागत छ सर यो साहित्यिक खबर युट्युब च्यानलमा। धन्यवाद हजुर, धन्यवाद। आरामै हुनुहुन्छ? एकदम ठिकठाक छ। आज विशेष गरी हजुर यो के कामले यता आउनुभयो? खास विशेष काम भनेको हाम्रो कालकोठा भन्ने फिल्म चाहिँ सुटिङ भइरहेछ। त्यसमा चाहिँ मेरो पनि रोल भएर लौ न त भनेर आज यता चाहिँ आइयो। ल ठिकै छ। यस्तो गरौँ, पहिला हजुरको परिचयबाट जाउँ। हाम्रो जतिजना श्रोता दर्शकहरू हेर्नुहुन्छ, अब तपाईँ एकदम चर्चित चलेको हाम्रो यतैको होइन। अनि धेरै जसोलाई लाग्छ कि हाम्रो चाहिँ अब कोही कलाकार भए पनि कुन ठाउँको हो के हो सबलाई उत्सुक लाग्छ। त्यो हजुरको नाम अनि ठेगाना बताइदिनुहोस् न। ल सम्पूर्ण दर्शकहरूलाई मेरो नमस्कार छ। मेरो नाम चाहिँ हेमराज अधिकारी। अब मायाले भन्ने नाम चाहिँ खन्टेखलास हो। सिरियलको घर चाहिँ मेरो अहिले चाहिँ यहाँ कैलाली जानकी गाउँपालिकामा हो। पहिला जन्म घर चाहिँ मेरो अछाम हो र बसाइ चाहिँ हाल काठमाडौँ छ। अब यस्तै कामकाज मेला महोत्सव र यस्तै मौकाले चाहिँ म पश्चिमतिर प्रायः आइराख्छु। सर यो हजुरको जो यो तपाईँ जुन भिडियो जो हाम्रो कमेडी टाइपको बनाउनुहुन्छ, लगभग यो कति भयो यो भिडियो बनाउँदै गरेको? अब भिडियो बनाउनु लागेको त भइसक्यो मेरो 4-5 वर्षभन्दा 5 वर्षभन्दा माथि नै भइसक्यो। कलाकारिता गरेको 8-10 वर्ष भयो। अब बिचमा त्यो गर्दा गर्दै भिडियो बनाउनु लागेको त्यही 5-6 वर्ष भयो। दर्शकलाई अब समाजमा यसो रमाइलो सँगसँगै सन्देशमूलक भिडियोहरू बढी बनाउँछु मैले। अब अहिले चाहिँ अब रिसेन्टली यो हिसाबले चाहिँ अन्य रमाइलो भिडियो मात्रै हो, नत्र समाजमा घटेका समस्याहरू समाजमा भइरहेको विकृतिलाई रमाइलो सँगसँगै सन्देश दिने हिसाबले चाहिँ मैले बनाउनु लागेको चाहिँ 4-5 वर्ष भयो। अब हामीले तपाईँको भिडियो हेरिरहेको छौँ, एकदमै फनी भिडियो क्यारिकेचर लेखिहरू पनि गर्नुहुन्छ। श्रोताहरूलाई एकदमै मन पनि पर्छ। खुद मन पनि आज हजुरसँग प्रत्यक्ष भेट भयो। अब उसरी चाहिँ हामी भिडियो मार्फत मात्रै देख्यौँ, आज चाहिँ हजुरसँग प्रत्यक्ष भेट भयो। अनि यो क्यारिकेचर गर्नुहुन्छ, यो हजुरको यो सानैदेखि गर्दै कति सानै उमेरदेखि गर्दै? मैले त कलाकारिता गर्न लागेको त मेरो लगभग सानैदेखि स्कुल पढ्दादेखि नै हो। स्कुल पढ्दाखेरि स्कुलमा सडक नाटकहरू गर्ने, त्यसपछि क्लबहरू गयो। क्लबहरू गएपछि मेला महोत्सवहरूमा गयो। मेला महोत्सव गरेपछि काठमाडौँ गयो। काठमाडौँमा पनि सुख गर्दा गर्दै नेपाल टेलिभिजनबाट हाम्रो भद्रगोल सिरियल आउँथ्यो। त्यसमा चाहिँ मैले मौका पाएँ। मौका पाएपछि चाहिँ अब के गर्ने त भनेपछि आफ्नो पिताको भाषा गर्नुपर्छ भनेर अनि यतैको चाहिँ गरेको। यो त धेरै पहिलादेखि हो। यो चाहिँ यो भद्रगोलमा पनि खेलिसक्नुभयो? म भद्रगोल गर्न लागेको पनि 4-5 वर्ष भइसक्यो। भद्रगोल म 272 भागबाट काम गर्न लागौँ। अहिले 520 भाग पुगिसक्यो र त्यति भयो मैले काम गर्न। अहिले थुप्रै मैले म्युजिक भिडियोहरू पनि लगभग 30-35वटा जति म्युजिक भिडियोमा पनि काम गरिसकेँ। त्यसपछि अब फिल्महरू पनि अब 3-4वटा लगभग भइसक्यो। अब एउटा फिल्म आउँदैछ आबाट आमा, त्यसमा पनि मैले काम गरेको छु। आबाट आमा त्यसमा पनि हजुर काम गर्नुभएको छ? हो, म त्यसमा पनि छु। हाम्रो रविन्द्र झा दाईको पोर्ट्रेट रोलमा 2जना कमेडीमा चाहिँ उहाँ र म छु। त्यसपछि राम राम सत्यमा पनि हाम्रो काम भइरहेछ। अस्ति मैले पोर्ट्रेट गरेर आएँ। अब यो सकेपछि उता जान्छु। अब यो अहिले कालकोठा भन्ने यहाँ चाहिँ हाम्रो विशुद्ध चाहिँ यहाँको समस्या चौपटी प्रथादेखि लिएर विभिन्न उसमा घटिरहेका घटनालाई आधारित बनाएर समाजका घटनाहरूलाई चाहिँ दर्शकमा लिएर यसलाई एउटा सन्देशमूलक टाइपको डकुमेन्ट्री भनौँ न, त्यो किसिमको चाहिँ अहिले फिल्म भइरहेको।
त्यसको लागि चाहिँ अब आउनु पऱ्यो भनेर म काठमाडौँबाट आएको लगभग 3 दिन जति भयो त। यो जुन तपाईँले भन्नुभयो आबाट आमा मुभीमा, यसमा त्यो फिल्ममा हजुरको के छ, त्यो कमेडी रोलमै छ? कमेडी रोलमा चाहिँ खासमा अलि यो उनी थियो। अब रविन्द्र झा चाहिँ ऊ छन्, त्यहाँको ऊ छन्, उहाँको असिस्टेन्ट कमेडियनको रूपमा चाहिँ मैले काम गरेको थिएँ। यही माघ 16 गतिबाट देश विदेशमा रिलिज हुन्छ। अब यो अहिले यो बन्दैछ हाम्रो यो के मुभीको नाम छ? कालकोठा। यसमा पनि हजुरको रोल कमेडी रोलमै छ। त्यस्तो यो सुटिङ गर्दाखेरि त्यस्तो हजुरलाई के गाह्रो समस्या छैन गाह्रो समस्या। यो त आफ्नो काम गर्ने हो, गरिरहेको पहिलेदेखि। अब 8-10 वर्ष यही काम हो गरिरहेको, त्यही भएर त्यस्तो गाह्रो समस्या केही छैन। हजुरको हामी भिडियो हेर्छौँ पनि हजुरको प्रतिभा हामी देखिसकेका छौँ। के हजुरलाई चलेको के डाइलग छ त्यस्तो? अब दर्शकले सबभन्दा बढी मन पराएको डाइलग भनेको चाहिँ अब त्यही खन्टे खलास हो। के डाइलग त्यो भन्न मिल्छ? अहिले अब रिसेन्टली बिहेको सिजन भएर एकदमै बढी रुचाइएको भने, काठौडी भन्ने के हारे मङ्सिर लागिसकेको छ, बिहे गर्ने कि नै? नभए तेरा घर आएर तेरा घिचटाउन समाएर ल्याएर पनि म बिहा गर्छु। के भयो अरे? अझ के भनी? यी मेरो 2-4 डाइलग चाहिँ मन पऱ्यो। एकदमै राम्रो डाइलग छ। यो न्युज हाम्रो जुन यो रिपोर्टिङ लिइरहेको छ हाम्रो साङ्गीतिक थारू खबर युट्युब च्यानल, नाम साङ्गीतिक थारू खबर। हजुर, साङ्गीतिक थारू खबर युट्युब च्यानल हुन्छ। जतिजना मित्रहरू यो भिडियो हेर्दै हुनुहुन्छ भने तपाईँहरू चाहिँ लाइक सेयर सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला। र यो भिडियो मार्फत हजुरले के भन्न चाहनुहुन्छ तपाईँलाई प्रेम गर्ने माया गर्ने श्रोता दर्शकहरूलाई? उहाँहरूलाई धेरै धेरै धन्यवाद छ। यसै गरी माया गरिराख्नु होला। हजुरहरूको माया साथ सपोर्ट रहउन्जेल हामी छौँ। त्यही भएर सम्पूर्णलाई चाहिँ यो माया साथ सपोर्ट सधैँ पाइराख्नु भन्न चाहन्छु। र सबैले युट्युबमा गएर लाइक कमेन्ट सेयर गरेर सब्सक्राइब पनि गरिदिनु होला हाम्रो थारू सङ्गीत साङ्गीतिक थारू युट्युब च्यानललाई। ल धन्यवाद छ। एकदमै खुसी लाग्यो आजको यो छोटो मिठो इन्टरभ्यू हाम्रो सरसँग गर्ने मौका मिल्यो। तपाईँहरू चाहिँ हेरेर साथ सपोर्ट गर्नु होला। मुभीको रिपोर्टिङ लिन चाहिँ म आइसकेको छु। केही हाम्रो यहाँनिर हाम्रो डाइरेक्टर सर हुनुहुन्छ, उहाँसँग म केही छोटो मिठो कुरा पनि गर्नेछु। नमस्कार सर। नमस्कार। आरामै हुनुहुन्छ? आराम। हजुरले? मेरो पनि ठिक छ। हजुरलाई स्वागत छ यो साङ्गीतिक थारू खबर युट्युब च्यानलमा। धन्यवाद। कस्तो भइरहेछ हाम्रो यो सुटिङ? एकदम राम्रो भइरहेछ। पहिलोचोटि सुदूरपश्चिममा गरिरहेको छु होइन। आफ्नो ठाउँ, आफ्नो गाउँ, आफ्नै परिवेशमा पहिलोचोटि गर्न पाउँदा राम्रो पनि लागिरहेछ। हुन्छ, हामी कुराकानी गरौँला। विशेष गरी हजुरको परिचयबाट जाउँ पहिला होइन। हजुरको परिचय बताइदिनुहोस् न, बसाइदेखि लिएर। मेरो बसाइ चाहिँ मथुरिया वडा नम्बर 9मा घर। अहिले हाल चाहिँ म काठमाडौँ फिल्म मेकिङ नै गरिरहेको छु। यो हजुरको यो जुन मुभी फिल्म बनाउने के फिल्मको टाइटल? हाम्रो कालकोठा होइन। यो विशेष यो मुभीबाट यो फिल्मबाट के देखाउन प्रयास गर्यो? हामीले चाहिँ अहिले यहाँ सबैभन्दा सुदूरपश्चिममा अलिक बढी हुने यो के अरे छाउबटको समस्या छ होइन, त्यस विषय र अलिकति लागु पदार्थको पनि अहिले अलिकति बढी भइरहेको भन्ने थाहा भएर त्यहाँ यहाँकै सबै सम्पूर्ण समस्याहरू हाम्रो सुदूरपश्चिममा हुने सम्पूर्ण समस्या र यहाँको सम्पूर्ण दृश्यहरूलाई चाहिँ हामीले यो चलचित्रमा देख्नुपर्छ। यो चलचित्रमा हाम्रो त्यस्तो मुख्य रोल यस्तो कुनै प्रकारको छ कि कस्तो छ? यस्तो छ, हाम्रो एउटा सुदूरपश्चिमको सबै देखाउन पर्ने भएको भएर त्यो कथाले नै हामीलाई सबै नै मुख्य रोल हो कि हरेकले आफ्नो जीवन पात्रमा आफ्नो जीवन बाँचिरहेको छ। सबै नै लगभग आफ्नो ठाउँमा मेन रोलै छ। त्यस्तो मेन रोल यही भनेर हामीले टार्गेट चाहिँ गरेका छैन। यसमा यो प्रोड्युसर निर्देशक तपाईँ सबै आफै हुनुहुन्छ? अहिले प्रोड्युसर र निर्देशक म आफै छु। यसमा लगानी कसको छ? सबै हजुरकै?
लगभग यो भिडियो सुट हाम्रो कति ठाउँमा अझै यो हुन बाँकी छ? यो हाम्रो नौवडे हाम्रो प्रदेश होइन के अरे हाम्रो नौवडे जिल्लामा छायाङ्कन गर्ने यो सम्पूर्ण हाम्रो सुदूरपश्चिमलाई नै एउटा फिल्मभित्र सम्पूर्ण सुदूरपश्चिमलाई नै ओगट्ने भन्ने फिल्म छ हाम्रो। त्यसरी अहिले चाहिँ हामीले पहिलादेखिको यो औरङ्गाबाद नगरपालिकाभित्र चाहिँ सुट गरिरहेको छौँ। अब यसपछि चाहिँ बजाङ सेकेन्ड बजाङ सुट हुन्छ, त्यसपछि लगत्तै अरूमा अझै काम बाँकी नै छ। योभन्दा पहिला नै यो फिल्म बनाइसक्नु भएको छ कि? पहिला चाहिँ मैले यहाँ सुदूरपश्चिममा काम गर्ने अहिलेसम्म मौका मिलेको थिएन, यहीँको मान्छे भएर पनि। यो चाहिँ पहिलोपटक हो? पहिलोपटक आफूले बनाइरहेको छु, आफै निर्देशक भएर। अनि बाहिर चाहिँ मैले केही वर्ष भयो काम गर्दै आएको, आफै चलचित्र खिचिरहेको पनि छु, सर्ट फिल्महरू, म्युजिक भिडियोहरू गरिरहेको छु अहिलेसम्म। रोलिङ सबै कुरा आफै गरेर हुनुहुन्छ? ल खुसी लाग्यो, एकदमै खुसी लाग्यो। हाम्रो चाहिँ उहाँ कलाकार पनि हुनुहुन्छ, निर्देशक पनि, सिनेग्राफी पनि सबै उहाँ काम गरेर हुनुहुन्छ र चाहिँ यो चाहिँ पहिलोपटक चाहिँ हाम्रो यो सुदूरपश्चिममा चाहिँ यो मुभीको लागि यो सकभर त सुदूरपश्चिमकै पहिलो चलचित्र हुन्छ होला। सबै सम्पूर्ण सुदूरपश्चिम नै ओगटेर बनाइरहेको चलचित्र। त्यो हाम्रो कस्तो हो सर? जस्तै यो हाम्रो नेसनल हो होइन? यो हामीले अहिले सल्लाह त भइरहेछ, सकभर देशव्यापी फर्स्ट रिलिज गरेर इन्टरनेसनल मार्केटमा पनि पठाउने प्लान छ। किनभने यो अब हाम्रो यहाँको संस्कृति देखिने, परम्पराहरू देखिने, यसलाई यहाँ मात्रै सीमित गरेर पनि हुँदैन। सक्दो प्रयास हाम्रो बाहिर पनि प्रयास भइरहेछ। एक दुई ठाउँमा चाहिँ कुरा भएको छ चलाउने। अब हेरौँ अब यसले बाटो कता लिन्छ। ल हुन्छ, हामी सरसँग हामी कुराकानी गरिसकेका छौँ। उहाँ चाहिँ निर्देशक पनि, कलाकार पनि, सबै कुरा आफै गर्नुहुन्छ। पहिलोचोटि चाहिँ हाम्रो स्थानीय बसाइ क्षेत्रमा चाहिँ यो मुभी कालकोठा मुभी बन्दैछ। तपाईँहरू चाहिँ एकदमै हेरेर साथ सपोर्ट गरिदिनु होला र विशेष गरी हाम्रो यो साइरिक थारू खबर युट्युब च्यानललाई पनि लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला। सर यो भिडियो मार्फत, यो इन्टरभ्यू मार्फत केही भन्न चाहनुहुन्छ? यो सांस्कृतिक नै च्यानल रहेछ, त्यही भएर हामीले पनि संस्कृति देखाइरहेछौँ। उहाँहरूलाई पनि सपोर्ट गर्नुहोस् र केही समय हाम्रो फिल्म अब लाग्छ होला, केही समय सबैले साथ दिनुहोस्। एउटा सुदूरपश्चिमलाई नेसनल तथा इन्टरनेसनल लेभलमा चिनाउन हामी एकजनाले प्रयास गर्न हुँदैन, सबै हामी भएर लागौँ भन्दै सबैले साथ सपोर्ट गर्नु होला भन्न चाहन्छु। सर यो अघि फेरि एउटा कुरा जुन लगभग हाम्रो यो मुभीमा, यो फिल्ममा लगभग कतिजना मेम्बर हामी छौँ यो खेल्दैछौँ? लगभग कतिजना अहिलेसम्म क्रू सबै गरेर 50-60 जना छौँ सबै जोडिने। अब अझै जोडिँदै हुनुहुन्छ होइन। अब यहाँ मात्रै खिच्दैनौँ, यो नौवडै जिल्लामा खिच्दा सबै त अब गर्नै पर्छ सर, सबै गर्नुपर्छ। क्रुको हिसाबले अहिले चाहिँ हामी 50-60 जना हाम्रो लगभग यो मुभी बनाउँदासम्म कतिजना बजेट हामीले पहिला बजेटको अनुमान गर्दा चाहिँ 20 लाखसम्ममा हामीले कम्प्लिट गर्ने प्लान गरेको थियौँ। हजुर, यो बढ्दै जाँदा यसको डबल सीमा नाग्ने बेला भइसक्यो। ठिक छ, एकदमै खुसी लागेको छ र हाम्रो यहाँ भेट भयो। अब प्रत्यक्ष भयो होइन, अब प्रत्यक्ष उहाँसँग अब स्थानीय भएर पनि कहिलेकाहीँ यस्तै हुन्छ होइन। हामी यस्तो सुदूरपश्चिममा के भइरहेछ भने हामी आफ्नो ठाउँमा काम गरिरहेछौँ, एउटा एकीकृत हुने हाम्रो ठाउँ छैन, केन्द्रबिन्दु नभएको भएर कसले कहाँ काम गरिरहेछ भन्ने थाहा नभएको मात्रै हो। यसलाई विस्तृत बनाएर फेरि भोलिको दिनमा हामीले सबै एकजुट भएर एउटा केन्द्रीकृत भएर चाहिँ सबै कलाकार, टेक्निसियन लगायत सम्पूर्ण यस क्षेत्रमा चासो राख्नेहरूसँग एउटा कोअर्डिनेट गर्दै अगाडि बढ्ने मौका बनाउनुपर्छ हामी आफैले नै भन्न चाहन्छु म चाहिँ। ल हुन्छ, हाम्रो यो सानो इन्टरभ्यू तपाईँहरू हेरेर साथ सपोर्ट अनि माया गरिदिनु होला। विशेष गरी उहाँ सरलाई पनि धन्यवाद छ, यो छोटो समय हामीलाई दिनुभयो इन्टरभ्यू लिनलाई। हामी एकदमै खुसी नै छौँ। र हाम्रो मोबाइल स्ट्यान्ड आउने सरलाई पनि धन्यवाद छ, उहाँले चाहिँ मलाई हेल्प गरिदिनुहुन्छ। र बाँकी हामी केही क्लिपहरू देखाउने प्रयास गर्नेछौँ हजुरहरूलाई।
अहिलेको चाहिँ यति नै एउटा यो सुटको लागि तयार हुँदैछ क्यामेरा हाम्रो क्यामेराम्यान सर यता हुनुहुन्छ सर कस्तो भइरहेछ हजुरको हामी सबै टोली हामी यतै छौँ हाम्रो डाइरेक्टर सर सर आरामै हुनुहुन्छ हजुरको एकचोटि परिचय भनिदिनु न काठमाडौँ हजुर यो हजुरको के छ यसमा भूमिका हजुर ए हजुर चाहिँ ड्रोन सट लिने ए ल हुन्छ हजुरसँग पनि भेटेर एकदमै खुसी नै लागेको छ हाम्रो यो सुट हुनलाई बाँकी हुँदैछ अब हामी कुराकानी गर्दै गरौँला हाम्रो यो सेटअप अरू सर आरामै हुनुहुन्छ एकदम सर नमस्कार हजुर हजुरको परिचय भनिदिनु मेरो नाम चाहिँ सुनिल श्रेष्ठ हजुर हामी चाहिँ यो एम्फो प्रोडक्सन र मदरल्यान्ड फिल्म एकाडेमीबाट चाहिँ हामीले यो चौपडी भन्ने प्रकारको कहानीलाई चाहिँ बनाउँदैछौँ सुट हुँदैछ ए त्यस्तो गाह्रो समस्या के हुँदैछ कि सर त्यस्तो गाह्रो छ यहाँ सर्वसुलभ नै छ यहाँ हाम्रो यहीँ छिमेकी नै पऱ्यो भएर हाम्रो सर नै यताकै हुनुभयो यताको छिमेकीले पनि सहज एकदम सुटिङको लागि चाहिँ एकदम सहज गरिदिनु भएको त्यसको लागि उहाँलाई पनि धेरै धेरै धन्यवाद र हजुरको च्यानल हाम्रो साङ्गीतिक ठारू खबर पनि यहाँसम्म आइपुग्नु भएर हजुरलाई यसरी साथ दिनुभएकोमा चाहिँ तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र उहाँहरूको च्यानललाई हामी पनि सब्सक्राइब गर्छौँ र तपाईँहरू पनि सब्सक्राइब गर्छौँ ल हुन्छ सर हामी एकदमै खुसी नै छौँ आज भेटघाट भएको छ हाम्रो प्रत्यक्ष हाम्रो हुँदैछ यता यो सेटअप हुँदैछ उता हाम्रो सञ्जय सर हुनुहुन्छ उहाँसँग भेट भइसकेको छ हाम्रो क्युटी ब्युटी भन्ने म्युजिक भिडियोको हाम्रो हिरो उहाँ नै हुनुहुन्छ आरामै हुनुहुन्छ सर आरामै सर और बता दिए क्या रोल बा अपनी के फिल्म में इस फिल्म में मोर चाहिए हमारे खलनायक एक खलनायक के बावई हाँ हमारी जल्दी से जल्दी आइटम हमारे नेपाल राज्य भर के हल हल में आइटा हुई हेर के अपने नुके जत्रा जे हेर दी हेर के टी ट्वीट प्रतिक्रिया दे देवी बढ़िया बनता हुई शायद ई फिल्म कले से अब हमारे नेपाल राज्य भर फिल्म के पहलो फिल्म हुई जोन सुदूर पश्चिम के 9 ठो जिला समेत के बनता हुई फिल्म आजसम्म चाहिँ अत्र फिल्म बन सकल हमारे नेपाल में नेपाली चलचित्र बन सकल तर सुदूरपश्चिम के 9 जिला समेत के भर आज कोनो फिल्म नहीं बन ये चाहिँ पहिलो फिल्म हो सुदूरपश्चिम के 9 जिला समेत के बनता हुई तब हमारे हजुर हुक्रे मोरी संघरिया हमारे दर्शक हुक्रे हमारे संघरिया हुक्रे जम्मा जाने ये फिल्म अपन के लग गया हॉल में जाके हृदय भी करना और हमारे क्यूटी ब्यूटी भी आइटा फिर हमारे क्यूटी ब्यूटी के हीरो यही बाट रिपोर्टिंग ली हुई चाहिए मैं होइटू यहाँ मन पे कथा बहुत जन कथा अरे यार कहीं क्यूटी ब्यूटी आइटा कथा नहीं हमारे क्यूटी ब्यूटी के हीरो आसी यहीं फेला पर गिल बाट मैं नहीं छोड़म ये मकल बाट हमारे चाहिँ विलेन के रोल बाटिन सर का हार के हमरे हेयर के नहीं एकदम रमाइलो करब मूवी ना सर हाँ हमारे एक ठो ये कॉमेडी सर यहाँ बाट कॉमेडियन सर शूटर बाट रात भर शूटिंग करके साइड की हमारी कंटेक्ट क्लास सर एकदम मस्त निंद्रा में बाट यता हाम्रो यो सीन यता हाम्रो यो घर हाम्रो शूट लिनु पर्ने हाम्रो सरहरु हुनुहुन्छ अब आज झुलाको रोटी खाउँ भनेर यो अलिकति त्यो पनि हुँदैन त्यो यस्तो नमस्ते नमस्ते आरामै हुनुहुन्छ हजुर आरामै आफा गर्नु मेरो पनि साहित्यिक ठारू खबरमा धन्यवाद हजुरको परिचयबाट जाउँ मेरो चाहिँ नाम लीला गणेन्द्र हजुर म बस्ने चाहिँ मसुरी यो जुन यो
कालकोठा मुभी जो बन्दैछ अहिले हजुर हामी चाहिँ अब रिपोर्टिङमा आएका छौँ होइन हजुर यसमा हजुरको भूमिका के छ मेरो भूमिका रहेको छ देवीको रहेको छ देवीको रहेको छ हजुर कस्तो भइरहेछ गाह्रो अप्ठ्यारो के भइरहेछ यो मुभी अब मेरो यो फर्स्ट मुभी हो होइन फर्स्ट मुभी हो अब गरिरहेको छु त्यस्तो गाह्रो पनि लागेको छैन मलाई होइन प्रयास गर्नु नै ठुलो कुरा हो सोचेर प्रयास गरिरहेको छु त्यस्तो गाह्रो लागेको छैन ठिक छ फर्स्टचोटि नै होइन हजुर फर्स्टचोटि नै भन्नु हुन्छ हाम्रो एकजना पात्र हुनुहुन्छ हाम्रो कालकोठा फिल्मको यो भिडियो मार्फत केही भन्न चाहनुहुन्छ यो भिडियो मार्फत अब म यति भन्न चाहन्छु हाम्रो कालकोठा भन्ने मुभी रिलिज हुन्छ त्यतिखेर सबैले सपोर्ट गरिदिनु होला हजुरको सपोर्टको आवश्यकता छ हामीलाई होइन हजुरहरूले सपोर्ट गर्यो भने हामी ठुलो ठाउँमा पुग्न सक्छौँ भोलिका दिनमा हामीले पनि अरूलाई केही गराउन सक्छौँ होइन त्यही भएर सबैले जति सक्दो सपोर्ट गरिदिनु होला हजुरहरूको सपोर्टको आवश्यकता छ यति भन्न चाहन्छु ए हुन्छ हाम्रो साङ्गीतिक ठाडो खबरलाई चाहिँ लाइक सेयर सब्सक्राइब गर्नु नभुल्नु होला अझै हामी नयाँ नयाँ केही रिपोर्टिङहरू मुभीको अहिले म्युजिक भिडियोको सुटिङ रिपोर्ट लिएर म आउने नै छु आजको लागि चाहिँ हामी यतिकै नै राख्नेछौँ हस् त